हेलो गाइज, के छ हजुरहरूको खबर? आराम कुशली हुनुहुन्छ होला। आज मैले चाहिँ यो नगरकोटको भिडियो लगाइरहेको छु। नगरकोट घुम्न गएको। अन्त यहाँ जाँदाखेरि चाहिँ एकदमै मौसम पनि धुम्म भइरहेको थियो नि त, पानी पर्ला जस्तो भइरहेको थियो। तर पनि गइदिएको कि कस्तो रहेछ ठाउँ भनेर। धेरै टाढो रहेछ क्या, धेरै टाढो भक्तपुरदेखि चाहिँ निकै टाइम लाग्ने रहेछ। जाँदाखेरिको भ्यूहरू यो चाहिँ ठाउँ त एकदमै राम्रो हो। अन्त वरिपरि हरियाली, डाँडापाखा एकदमै राम्रो रहेछ क्या ठाउँ चाहिँ। तर जानु नै टाढो हो कि गाइज, एकदमै। जाँदाखेरि बाटोमा बाँसको बोटहरू अनि उत्तिसको रुखहरू सबै पाउने रहेछ, हाम्रो गाउँतिर जस्तै। अनि वातावरणहरू एकदमै राम्रो, बस्तीहरू पनि राम्रो रहेछ। यहाँ जाँदै गर्दाखेरि चाहिँ आर्मी ब्यारेकहरू पनि यहाँ नजिकै रहेछ। अनि ठाउँहरू एकदमै राम्रो क्या, एकदमै ब्युटिफुल अनि एकदमै सफा क्या, क्लिन ठाउँ एकदमै। फोहोर मैलाहरू त्यस्तो केही पनि नभएको एकदमै राम्रो गाउँ, बस्ती रहेछ। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। जाँदैछौँ हामी चाहिँ, अब कति बेला पुगिन्छ, लगभग लाग्छ होला 1.5 घन्टा जति त। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। ठाउँमा चाहिँ यस्तो बस्ती रहेछ क्या, कस्तो राम्रो गाउँ छरेको होला, यति राम्रो आएको छ। अनि वरिपरि हेर्नु होला। हामी चाहिँ माथि यसको टपसम्म जाने योजना गरेका छौँ। हेरौँ कहाँसम्म पुग्ने रहेछ। बस्ती चाहिँ ठुलै हो कि, एकदमै ठुलो राम्रो। सब्जी खेतीहरू पनि गर्दो रहेछ यता तल गैरातिर चाहिँ। अब चाहिँ निकै बाक्लो बाक्लो बस्तीभित्र छिरियो है। यहाँ चाहिँ सरकारी एउटा स्कुल पनि रहेछ नजिकै बाटोमा। हेर्दै जानु होला, एकदमै राम्रो छ यो ठाउँ, एकदमै राम्रो। बस्नलाई चाहिँ एकदमै लायकको ठाउँ हो क्या यतिको। तर धेरै टाइम लाग्ने रहेछ कि माथि डाँडा पुग्नुलाई त। 2 घन्टाभन्दा नि बढी लाग्छ जस्तो लाग्यो मलाई त। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईँले पनि इन्जोय गर्नु होला है त्यहाँ नगरकोटको डाँडा हेरेर। एकदमै चलेको ठाउँ हो कि नगरकोट भनेको। यो के भन्छ, पर्यटकीय स्थल हो क्या। एकदमै यहाँ चाहिँ धेरै पर्यटकहरू आउने गर्छन् बाहिरदेखि। अनि यहाँको विशेष चाहिँ मैले त्यस्तो धेरै ठुलो बजारहरू त यहाँ देखिनँ। होटलहरू चाहिँ यहाँ टन्नै रहेछ। होटलहरू चाहिँ एकदमै चल्ने ठाउँ हो जस्तो लाग्यो मलाई। हेरौँ अब माथि टपसम्म जाँदाखेरि के रहेछ।
ठाउँहरू एकदमै राम्रो छ क्या हरियाली। तर मेरो फोनको क्यामेरा त फेरि के भयो क्या, यस्तो राम्रो त क्लियरी नै निकालेन क्या। पारी हेर्नु न, पारी जङ्गलहरू कस्तो राम्रो छ क्या, जङ्गल यस्तो दामी छ, बाक्लो न बाक्लो जङ्गल। हाम्रो ठाउँतिर चाहिँ सबै गोलियामा काटेर सकिसक्यो, यहाँ चाहिँ यति मजाले संरक्षण गरेर राखेको छ यो जङ्गलहरू। यहाँको बस्ती यति राम्रो छ, आलु अस्ति रोपिसकेर फलाइसकेको छ ठाउँ ठाउँमा। टर्निङ चाहिँ यति धेरै रहेछ यहाँ, टर्निङ यति धेरै काटेर जानुपर्ने। किन हामीले बाइकमा 3 जना चढेको है, मेरो हस्बेन्ड, म, मेरो छोरो, 3 जनालाई तान्नु नै गाह्रो क्या उकालोमा। कुनै कुनै ठाउँ त कति धेरै उकालो। ल हेर्नुहोस् है, यस्तो राम्रो छ ठाउँ। यो पनि होटल रहेछ, प्रायः सबै होटल छ हो यहाँनिर त। पहाड चाहिँ पहाड जस्तै नि, पारी कति ठुलो झुल्ने पुल पनि रहेछ, तर कहाँबाट जान्छ थाहा छैन है। पहिलोचोटि म पनि नगरकोट आएको। पारी देखेको नगरकोटको पुलमा जाने चाहिँ यही छाप्रोहरूबाट जाने रहेछ क्या, यहीँबाट ओह्रालो झरेर अनि पारिपट्टि जाने रहेछ। अहिले पुल नहेरिकन सिधै हामी जिउबैतिर लाग्यौँ, माथि डाँडातिरै। सल्लाहको बोटहरू पनि रहेछ टन्नै साइडमा। कस्तो राम्रो छ हौ ठाउँ त, कति रमाइलो। हेर्नुहोस् त, माथिसम्म बाटो पिच नै पिच। कस्तो शान्त ठाउँ क्या। डाँडाकाँडा हरियाली यति राम्रो छ, माघको दिनमा पनि यस्तो राम्रो। कहाँ हो भक्तपुर त केही देखिन्छ। भक्तपुर त कता कता। हामी चाहिँ त्यहाँ के को टावरहरू बन्दै रहेछ, अनि त्यहाँ एकछिन रोकेर एकछिन है थकाइ मारेर फेरि उकालो लाग्यौँ। उकालो जाँदैछौँ, धेरै टाढो रहेछ। सल्लाहको बोटहरू कति धेरै हो। धेरै टाढो रहेछ यत्रो बाटो हिँड्दा हिँड्दा हिँड्दा। ल हामी चाहिँ अब यो ठाउँमा आइपुग्यौँ। ठाउँ एकदमै राम्रो रहेछ, पारी पारी डाँडाहरू देख्नुहुन्छ कि यहाँदेखि चाहिँ। यो के अरे काभ्रे जिल्लाहरू पनि देख्ने रहेछ क्या, काभ्रे जिल्ला विशेष गरी चाहिँ। तर कस्तो नाङ्गो डाँडा क्या,
तलको बस्तीहरू भयो ल यति नै हामी चाहिँ यहाँदेखि उँभो चाहिँ जान सकेनौँ है गाइजहरू एकदमै चिसो लाग्यो क्या आसी यता हेर त चिसो मामीले जाडो भिडियो के गरिरहेछ एकदमै। यता हेर्नु यता हेर न अनि यहीँ हामी चाहिँ यहीँदेखि पारेको ठाउँमा हेर्दैछौँ रमाइलो लाग्यो खासै केही रहेन होटलहरू धेरै रहेछ डाँडाकाँडाहरू एकदमै हेर्नु चाहिँ रमाइलो अनि हामीले चाहिँ यहाँनिर एउटा फोटो पनि सुट गऱ्यौँ।